अनि तपाईले कसैलाई पनि केही चीज दिएर आफ्नो नबनाउनु होला। तपाईलाई म यो मान्छेलाई गिफ्ट दिएर, यो दिएर, पैसा दिएर, कपडा दिएर, धन सम्पत्ति दिएर म उसलाई आफ्नो बनाउँछु भन्ने तपाईको सोच छ भने त्यो गलत हो। तपाईले कति प्रिसियस चीज दिनुहुन्छ नि, तपाई दिनेलाई मात्र थाहा हुन्छ, लिनेले लिएर बिर्सिसक्छ। उसको लागि फ्रीमा आएको चीजको भ्यालु हुँदैन दिपाजी। दिनु छ भने कसैलाई साथ दिनुस् अप्ठ्यारो परेको बेलामा। आफन्त मान्छेलाई महँगो महँगो गिफ्ट दिएर खुसी पार्नु भन्दा कहाँ दान यस्तो ठाउँमा दिनुस्, दाहिने हातले दिएर देब्रे हातलाई पनि पत्तो नहोस्, जहाँ निड छ, जहाँ साँच्चीकै उहाँको मनदेखि तपाईलाई आशिष लाग्छ, त्यो ठाउँमा तपाई डोनेट गर्नुस्। तर साथीभाइ बटुलेर आज पार्टी गरौँ, आज खुवाइदिउँ, एकछिनपछि बिर्सिन्छ साथीले। म त्यो कुरामा चाहिँ एकदमै कसैलाई दिएर खाएर साथी हुन्छ भन्ने कुरा चाहिँ गलत हो। किनेका सम्बन्धहरू टिक्दैनन् हजुर, बरु तपाईले चिनेको सम्बन्धहरू टिक्छन्। तपाईले पैसा खर्च गरेर किनेका सम्बन्धहरू कामै लाग्दैनन्। र ती सम्बन्धहरूबाट म धेरै टाढा पनि पुगिसकेँ होइन। मैले धेरै भोगी पनि सकेँ, धेरै चिनी पनि सकेँ। मान्छेले मलाई घमण्डी भन्लान्, स्वार्थी भन्लान्। घमण्डी हो मेरो लागि हो नि त, स्वार्थी भए म मेरो लागि भएँ नि त। म स्वार्थी थिएन, एकदम कमलो मनकी थिएँ। त्यतिखेर मैले के पाएँ त? केही समयको लागि सिम्प्याथी, त्यति मात्रै हो। त्यसपछि ती मान्छेहरू भोलिबाट तपाईलाई भेट्न पनि रुचाउँदैनन्, तपाईका आफ्ना बनाउँदाहरू।